सो हेलो गाइज, वेलकम टु माई न्यू भ्लग है। आज चाहिँ हामी देउचुल जान लाग्यो। हामीभन्दा चाहिँ म मात्रै छु यहाँ चाहिँ है। साथीहरू चाहिँ उता पछाडि छन्। जस म चाहिँ अहिले हिँड्दैछु यसो देउचुलतिर। ठाउँ चाहिँ यहाँ यस्तो छ। यतातिरको आमामा केही पनि देखेन यार। मैले चाहिँ यहाँ माइकबाट युज गरिरहेको छु यो। कस्तो आयो भ्यू, साउन्ड कस्तो आयो यसो चेक गरिदिनु गाइज। साथीहरू चाहिँ हाम्रो उता पछाडि आउँदैछन्। यस्तो छ भ्यू चाहिँ, केही पनि देखेन अगाडि। अब हामी यहाँबाट सरर जानुपर्ने हुन्छ, यहाँबाट चट्टा लाएर है। ल गाइज, सो गाइज के गर्नु त बाटो यस्तो छ है। हामी चाहिँ उता माथि सबभन्दा लास्ट एकदम फर्स्टको नि होटल, हामी चाहिँ एकदम फर्स्टको होटलमा बसेको है गाइज। अब यहाँ सेकेन्ड होटल आउँछ। बाटो पनि यस्तो काइते छ यार, अहिले कसरी जाने यार गाइज। पानी चाहिँ एकदम रातभरि परेर चाहिँ एकदम हामीलाई एकदम तनाव बनायो। अब हामी घर फर्किन सकिन्न सायद। अब हामी फेरि उता माथि चढेर फेरि धोबाज जानु हो। धोबाज जानुपर्छ हामीलाई चाहिँ। अब के गर्नु त गाइज यार यसो। अब यो शुक्रबार हो हुने भनेको छुट्टी, अनि त्यसपछि हुन्न। त्यही भएर चाहिँ यो शुक्रबार यसो घुमघाम गरिदिउँ भनेर। सो गाइज है, यो आवाज चाहिँ कस्तो हा, मैले अड्काउनु पऱ्यो यार। टी सर्टमा अड्काइदिनु पऱ्यो। ल गाइज अहिले चाहिँ बबाल आउला जस्तो छ है। फेरि अस्ति जस्तो नहरोस् है माइक फेरि है। एटेर ल फेरि अब यहाँ एउटा कुन चाहिँ घर आयो फेरि। यहाँ घर हो के हो यो? यहाँ पनि होटल बनाउनु लागेको छ। यहाँ चाहिँ यस्तो रहेछ, यहाँ होटल बनाउनु लागेको सायद, मलाई त्यस्तै लागिरहेको गाइज है। यस्तो छ भ्यू यार, केही पनि देखेन। अब के जाने, अब अझै 6 बजिरहेको छैन, 5 बजिरहेको होइन, अझै 5 बजिरहेको गाइज। 5 बजिरहेको छ, यहाँ होटल बनाउनु लागेको छ। यस्तो छ यहाँको ठाउँ। अब हामी सेकेन्ड होटलमा आयो है। ट्रेनका माथि पनि त्यस्तै, यहाँ त पुरा जाडो महिना लगाइरहेको गाइज। हाम्रो उता काशीतिर चाहिँ एकदम बबाल गर्मी छ। यतातिर चाहिँ पुरै कम्मरबाटै सुत्नुपर्छ यार। यहाँ चाहिँ बबाल रहेछ। उयो हामी कुन बाटो आयो, कुन बाटो हो यार यो? गाइज ठाउँ चाहिँ यस्तो छ है, यस्तो बबाल छ आमामा हैट। म चाहिँ अब यसो अब यता माथि एउटा सिँढी छ, सिँढी अब सिधै त्यहाँबाट त पुरै सिँढी हो। त्यसपछि म हजुरहरूलाई सिँढीमा गएर भेट्छु है। बाई बाई गाइज। अब त्यो खानेकुरा पनि खानुपर्ने हुन्छ चट्टा त्यहाँ मासतिर गएर। अहिले उता अरू साथीहरू आउँदैछन्। अहिले त्यो साथीहरू नआउँदै हामीले खाएर भ्याउनु पर्ने हुन्छ पहिला। फेरि तिनीहरू आयो भने फेरि खानै पाइन्न धेरै। ल गाइज हामी चाहिँ फाइनल्ली अब सिँढीमा आउनु लाग्यो है। मेरो चाहिँ हात दुखायो यार। आइया भिडियो बनाउनु पर्ने हुन्छ मलाई चाहिँ। बाई बाई गाइज, बाई बाई। कस्तो आयो यार, म कालो देखिहाल्यो मलाई। आयो मेरो हात पनि दुख्यो यार। ल बाई बाई। ल गाइज म चाहिँ फाइनल्ली सिँढीमा आएँ है। म चाहिँ अघि हजुरहरूलाई भन्थेँ म सिँढीमा गएर भेट्छु भनेर। फाइनल्ली म आइसकेँ सिँढीमा। अब चाहिँ यहाँ नन स्टप सिँढी चढ्नु पर्ने हुन्छ एकछिन, अनि त्यसपछि हाम्रो देवचुलीको गन्तव्य पुरा हुन्छ। अनि हामी यसो चट्टा लाएर एकछिन फोटो खिचेर अनि फर्किनु पर्ने हुन्छ फेरि। हाम्रो खाजा चाहिँ यहाँ छ गाइज। हामी चाहिँ हिजो पनि भात खाएन, त्यही भएर भात खानु भनेको त्यस्तै भयो, पेट अगायो, त्यही भएर चाहिँ खाइएन। अब झन् ठाडो सिँढी आयो, ठाडो। माई गड हटेर यार। ल गाइज म हजुरहरूलाई यहाँको यस्तो बवाल सिँढी देखाउँछु ल। ओ माई गड, ओ माई गड, सिँढी त आलु छ यार। सेट ठाडो छ, ठाडो आमा। ल हामी चाहिँ यहाँ जानुपर्ने हुन्छ। ठिक छ ठिक छ ठिक छ। यहाँबाट उत्तान गयो भने त सिधै पछाडि हो त यार। ब्रेक लाउनेको नामै छैन यहाँ त। यहाँ त पुरै पहिरो खसेर सब भत्किएर रहेछ क्या यतातिर है। क्यामेरा धेरै हल्लियो होला, माइन्ड नगरिदिनु होला, किनभने मेरो हातमा एउटा हातमा यहाँ खानेकुरा, एउटा हातमा क्यामेरा छ। हाम्रो
फ्रेंड्स लोग आए नहीं क्या हम बसी होटल से होते हैं गए थे देखिए ना इधर वो यही यही कुरो लार देखिए ना सिया पारिसक्यो यार अनि म नाङ्गै हिँड्छु मागुरी हात तेर्का ओ माई गड रमाइलो छ बाटो चाहिँ हामी चाहिँ एकदम फर्स्ट आइरहेको चाहिँ अरू मान्छेहरू चाहिँ छैन नै हामी नि फर्स्ट आउने मान्छेहरू यहाँ ओए माथि यो त लभली छ यार हट लभली छ लभली गाइज हजुरहरूलाई म देखाउँछु ल माथि गएर ल एकछिन चाहिँ गाइज लास्ट थकाइलाई मेरो हात दुख्यो यार म हजुरहरूलाई बाटोमा सानसानो क्लिप भएर देखाउँछु गाइज है बाई बाई अहिले म हजुरहरूलाई उता माथि सेकेन्ड टावरमा गएर भेट्छु है त बाई बाई गाइज सो हे गाइज है फाइनल्ली हामी चाहिँ यो पिङ खेल्ने ठाउँमा आयो यो है अलिकति माथि ठाउँ चाहिँ यस्तो गिद्दी रहेछ गाइज अच्छा म त लास्ट थकाइलाई म अझै त साइको हाने यारमा अब चाहिँ हामी यहाँबाट यहाँ माथि जहाँ डाँडामा जानुपर्ने छ यहाँ माथि अझै कहाँ छ यहाँ चाहिँ कहिले पुग्ने अहिले चाहिँ यस्तो पिङ बनाएर छ यहाँ पिङ बनाएर छ त्यो यसो खेल्दै बसेको है उफ लास्ट साइको हान्यो यार हैट उफ कस्तो थका लाग्यो यार भात नखाएर होला सायद मलाई त यार हट यार म कस्तो खाएको गाइज है कमेन्ट हानिदिनु गाइज है ल उफ म हजुरहरूलाई माथि भ्यू पनि यसो देखाउँछु कस्तो छ म चाहिँ अहिले अलिक सानो बोलिरहेको छु किनभने मलाई लास्ट थका लास्ट साइको हानेको त्यही भएर के भन्दा गाइज यस्तै छ अनि यस्तै छ है जुका चाहिँ लागेन अहिले जुका लागेन म कुरो गरेँ मैले सरप्प पारेर मैले जुका लगाएँ त्यसको रगत के रगत त मैले वेस्ट गर्न दिनु भएन कि है मलाई यहाँ झर्न होला यहाँ चाहिँ यस्तो पिङ रहेछ कि त्यही भएर म चाहिँ यसरी बसिरहेको छु है अब चाहिँ म यहाँ झर्छु कसरी यार यो चाहिँ हाम्रो थर्ड होटल हो यहाँ तल यस यस्तो रहेछ माथि आएर है आमामा लुकेर त भेग आएर हामी चाहिँ त्यहाँ माथि पुग्न छ है आमा ओ माई गड बाई बाई गाइज यो चाहिँ अहिले यस्तो बनाएर रहेछ आई लभ यु देवचुली भनेर ऊ त्यहाँ आई लभ यु देवचुली भनेर पान सो हे गाइज हामी चाहिँ फाइनली सेकेन्ड टावरमा आउन लाग्यौँ है यहाँ पानी नपाउँदैछ या लास या थट पानी नभएर यस्तो बिजो भयो नि आएको छ यति पानी खाएर अब गाइज मेरो चाहिँ स्पेसफुल भयो त्यही भएर मैले फेरि फोटोहरू फालेर फेरि बनाएँ यहाँ भ्लग है हामी चाहिँ अब सेकेन्ड फ्लोरमा आउन लाग्यौँ सो गाइज लास्ट गाह्रो रहेछ यार सेकेन्ड टावरमा आउन लाग्यौँ गाइज हामी चाहिँ है ल यस्तो छ ठाउँ चाहिँ आमामा ठाउँ चाहिँ बगाले छ गाइज है म चाहिँ सेकेन्ड टाइम आएँ योपालि सेकेन्ड टाइम आउँदाखेरि चाहिँ म एकदमै थाकेँ गाइज है अब हामी थोरै हिँडेपछि त्यसपछि हामी सेकेन्ड टावरमा आउँछौँ है गाइज यताबाट होइन ए सर्टकट बाटो हो नि त यो त गाइज हाइटेरका के गर्नु अब भेगको लागि यति गर्नु पर्दो रहेछ मान्छेहरू कसरी आउँछ नि हौ यो माथि हाइटेरका यार सब एनर्जी चाहिँ खतम भइसक्यो गाइज है पानी नभर्दाखेरि पानी भए त म यस्तरी हिँडिन्थेँ कि कसम भने साइको हुन्थ्यो मान्छेहरू यहाँ अब हट्टे हट हट So guys, fuck.
म चाहिँ हजुरहरूलाई सो गाइज हामीलाई चाहिँ पानीले झम्को हाल्ला जस्तो छ है हेट पानी पऱ्यो गाइज पानी पऱ्यो यार हेट पानी पऱ्यो साइकको हानी पानी पऱ्यो यार टेन्सन बनायो नि यार त कस्तो पानी परेर यार लास्ट दुःख हुन्छ आज हामीलाई पानी पऱ्यो गाइज है म चाहिँ मेरो मोबाइल राख्छु एकछिन अब हामी फर्स्ट टावरमा त गइन्न सेकेन्ड टावरमा गइन्छ किनभने फर्स्ट टावरमा जान हामीलाई एकदम गाह्रो छ म खेच्नु सक्दिनँ म्याटिङ बट रातभरि पानी पऱ्यो म्यागजिन फेरि पानी पऱ्यो जानु मिलायो सबै ग्रुपमा आउनु भयो त रमाइलो हुन्थ्यो अब म फेरि हस् ल मेरो मोबाइलमा चाहिँ पानी पस्यो गाइज म हजुरहरूलाई उता माथि गएर भेट्छु है बाई बाई अब के गर्ने भिज्दै भने जानियो बाई बाई गाइज पानी पऱ्यो लास्ट यतातिर यस्तो छ हे गाइज फाइनली हामी यो बस्ने ठाउँमा आइयो है कस्तो लाग्छ नि बाबा लाग्छ म्याक्स झिक्नै झ्याउ लागेर पानी पऱ्यो अब हामी चाहिँ मलाई लास्टतिर लाग्यो गाइज है गाइज म कस्तो देखाएको छु राम्रो म हजुरहरूलाई अब सेकेन्ड टावरमा गएर भेट्छु गाइज अब यहाँ एकछिन बस्नुपर्ने हुन्छ किनभने म एक्लै आएको छु नि त त्यही भएर है म एक्लै आइदिएछु है त्यही ठाउँ पनि कस्तो छ यार एक्लै छु म यस्तो ठाउँमा यार आमा कोही पनि आएको अरू सबैले घात गरे मलाई अनि के अन्त गाह्रो छ भाग भएन चल्दिने एक्लै म अब हजुरहरूलाई सेकेन्ड टावरमा गएर भेट्छु है त बाई बाई यो माथि टिनको पानी भर्नुपर्ने हुन्छ के अन्त पानी नभएछ यार गाह्रो छ यार हेट के अन्त सफै त होला नि यार पानी मान्छे तिर्खा लाएर मर लगाइसक्यो यार हट कहाँ भेट पानी है सो हेलो गाइज म चाहिँ फाइनली यो सेकेन्ड टावरमा आउन लागेको चाहिँ म अघि नै हो तर अहिले यहाँ चाहिँ के भने एकछिन म बसेँ त्यहाँ त्यही भएर चाहिँ अहिले यस्तो छ है ठाउँ चाहिँ आमामा है पुरा पानी परिरहेको म पनि पुरै भिजिरहेको छु यहाँ यो आकाशको पानी हो अर्को पानी चाहिँ सकेर मलाई आकाशको पानी भरेको लास्टै पानीको अभाव भएको मलाई त्यही भएर के छ्या के गर्नु त गाइज गाह्रो छ अब चाहिँ यहाँबाट सट्ट लाएर जानुपर्ने हुन्छ म चाहिँ अब सेकेन्ड टावर आउनु चाहिँ अब धेरै होइन अब 1 मिनट 2 मिनटको बाटो हो त्यसपछि चाहिँ है अब त जानुपर्ने हुन्छ म चाहिँ एकछिन यसो भोला बनाइदिउँ भनेर बसेको ठाउँ चाहिँ यस्तो छ अब म चाहिँ हजुरहरूलाई सिधै सेकेन्ड टावरमा गएर भेट्छु है त मेरो मलाई खासै चार्ज छैन धेरै भोला बनाउनु मैले पाउन्न त्यही भएर अहिले त्यहाँ गएर फेरि मैले फोटो खिच्नुपर्छ त्यही भएर बाई बाई गाइज मैले यो वाइ चाउचा ल्याएको छु अब यसलाई डम्म खान पर्ने हुन्छ है बाई बाई गाइज सो हे गाइज हामी चाहिँ फाइनली हामी आयो है सेकेन्ड टावरमा के भने यस्तो छ रिल्याक्स अब चाहिँ मसँग उता माथि जाने पनि शक्ति आइसकेको छ हामी चाहिँ म चाहिँ अहिले यहाँ सेकेन्ड टावरबाट फर्किने भन्ने हाम्रो प्लान थियो अब चाहिँ म यहाँ जान्छु होइन अब सिधै माथि जाने हामी चाहिँ के गर्नु त्यस्तो बवाल हावा आइरह है अनि उता माथि टावर छ अब हामी यहाँ बस्नु पर्ने हुन्छ एकछिन यस्तो बवाल हावा है आमामा अघि त त्यहाँ तल यस्तो थकेदारमा साइकको पागल हुन लाग्यो अब चाहिँ एकछिन चट्ट लाएर भिडियो बनाउनु पर्ने हुन्छ अनि बस्नु पर्ने हुन्छ अनि चट्ट लाएर अनि फेरि हाम्रो माथि गन्तव्य स्याट्ट जानुपर्ने हुन्छ बाई बाई गाइज अब म हजुरहरूलाई हिँड्ने बेला भेट्छु है त बाई बाई गाइज म चाहिँ फाइनली यता आउनु लाग्यो है देवचुलीमा अब के भन्ने अरे यस्तो लास्ट थोकै लाग्यो मलाई हेट आमामा यस्तो आमामा हेट पानी यति लिएर हिँडिरहेको छु मैले चाहिँ पानीको महत्त्व कति छ मलाई आज थाहा भयो त्यही भएर लास्टै यस्तो अब पनि म थाहै थिएन कि त्यो भएर एक बोतल ल्याएको
सकिभ्या क्या त्यही भएर अब यो चाहिँ आकाशको पानी हो त्यही भएर ल्याएको अब चाहिँ यहाँबाट सट्ट जानुपर्ने हुन्छ हेलो गाइज फाइनल्ली हामी चाहिँ फाइनल्ली आइयो है यहाँ हेटेरका साइकको पागल भयो म त थ्याट यस्तो मान्छे बवाल भएर छ अनि तल चाहिँ त्यस्तो कबाड थियो मायाकरी ओ लगाएर कुरो लगाएर अहिले चाहिँ बवाल भएर छ लगाएछ आम्मामा लुक एट द भ्यू गाइज अब थोरै मात्रै बाँकी छ मैले हरेस खानु हुँदैन त्यसमा चाहिँ लगाए चाहिँ म चाहिँ अब हजुरहरूलाई अलिक पछि भेट्छु किनभने यहाँ फेरि कुरो आउनलाई हाम्रो फोटो बिग्रिन्छ फेरि बाई बाई गाइज म अहिले भेट्छु हजुरहरूसँग हेलो गाइज हामी चाहिँ फाइनली देवचुरीबाट निस्केको है म चाहिँ फाइनली देवचुरीबाट निस्केको अघि नै आउँदाखेरि चाहिँ एकदम बवाल घाम लागेको थियो अहिले चाहिँ यस्तो भयो यार आउने बित्तिकै यार मौसमले साथ दिएन के गर्नु फोटो पनि खिच्नु पाइएन मेरो मोबाइलले पनि घात गर्यो मलाई त्यही भएर चाहिँ फोटो पनि खिच्न पाएन आज चाहिँ मान्छे कोही पनि आएर हिँड्छन् क्या त्यही भएर चाहिँ सुनसान भारी चाहिँ ठाउँ चाहिँ केही भएन अब म त जानु लाग्यो अब म हजुरहरूलाई चाहिँ ओ त्यहाँ गएर भेट्छु है त ओ त्यहाँ देवचुरी माथि चाहिँ ओ माइ कति गाह्रो ओह्रालो झर्न यहाँ थ्याट गाइज मेरो खुट्टा हेर्ने कसरी कामै आयो यहाँ हजुरहरूलाई देखाइदिउँ मेरो खुट्टा अहिले कामै आउने एकछिन गाइज मेरो चाहिँ 10% भयो म चाहिँ अहिले हजुरहरूलाई उता गएर भेट्छु है के अरे उता हाम्रो होटेलमा हाम्रो सेकेन्ड होटेलमा गएर भेट्छु है के गर्नु लास्टै उ रहेछ ठाउँ पानी परेर ठाउँमै बिजोग भएर छ कि त्यही भएर म चाहिँ हजुरहरूलाई अब सिधै हाम्रो होटेलमा गएर भेट्छु बाई बाई गाइज बाई बाई ल है हामी चाहिँ सेकेन्ड टावरमा आयो फाइनल्ली हामी त्यहाँ गुफा पनि थियो त्यहाँ गुफा हेरेर यस्तो रहेछ यहाँ गुफा त्यहाँ हट हामी चाहिँ गुफामा है गाइज गुफामा यस्तो छ है पर पनि जानु फेरि बाई बाई गाइज अब हामी गुफाबाट निस्किँदैछौँ यता अरू मान्छेहरू पनि आउँदै हुनुहुन्थ्यो ल अब चाहिँ म हजुरहरूलाई तलै गएर भेट्छु है त्यो जम्मा 8% छ अनि यहाँ माथि भ्यू चाहिँ यस्तो छ टक्क लगाएर यतातिर यस्तो छ ठाउँ यस्तो हरियाली चट्ट अब नि हामी जाँदाखेरि पुरै कुहिरै लागेको थियो अहिले चाहिँ यसो हल्का खुल्ला भएर छ फेरि कुहिरो आइसक्यो फेरि त्यहीँ गएर होटेलमा गएर भेट्छु भनेको जहिले यस्तो राम्रो भ्यू देखिन्छ त्यसपछि भिडियो गर्न मन लागिहाल्छ यार बाई बाई त अब चाहिँ सो हेलो गाइज है हामी चाहिँ अब फाइनल्ली अब त्यो होटेलबाट निस्केर जानु लाग्यो म चाहिँ यस्तो अब यहाँ ब्याग लिएर हिँडिसकेँ अब यहाँ चट्टो लगाएर जानुपर्ने हुन्छ बाटो चाहिँ यस्तो छ गाइज यतातिरको लास्टै गाह्रो छ बाटो म चाहिँ अब हजुरहरूलाई उतातिर बाटोमा गएर भेट्छु है त अहिले त्यहाँ माइक पनि लिनु पऱ्यो बाई बाई यतातिर छ सामानहरू मेरो मलाई चार्ज पनि छैन धेरै त्यही भएर उता आउँदैछन् साथीहरू उतातिर बाई बाई मेरो मलाई चार्ज छैन धेरै हाम्रो यता दोस्तहरू आउँदैछन् सो गाइज म चाहिँ यतातिर यता बाटोमा आएर बसिरहेको छु यहाँ चाहिँ म साथीहरूलाई कुरिरहेको किनभने एउटा साथी चाहिँ गइसकेछ अनि अरू साथी चाहिँ आइराख्ने यहाँ मेरो माया कहाँ भयो मिलै होइन त्यही भएर चाहिँ म यहाँ कुरेर बसिरहेको है आमा पछाडि हेर्नु न गाइज पछाडि खतरा है पछाडि मेरो त पुरै यस्तो भइसक्यो हेर्नु गाइज आमा पुरै जुगाल टोकेर यार देवचुल जान गाह्रो हो गाइज यार थ्याट सबैजनाले युट्युबमा भ्लग हेरिदिनु होला है म चाहिँ यहाँ धेरै भ्लग बनाउनु न किनभने मेरो मलाई चार्ज छैन ऊ त्यहाँ आइसक्यो साथीहरू के गर्नु गाइज गाह्रो भयो बाटो त लास्टै तनाव छ यहाँ ओह्रालो छ त्यही भएर मैले एकछिन रोकेको किनभने यहाँ तान्नु पर्छ मलाई चाहिँ जुगाल टोकेर ओडै बनायो यार थ्याट साइको बनायो हेर्नु न गाइज यहाँ यस्तो रगत ओए चौटा निक्लियो यार थ्याट
कसम भनेको यार चौटा निक्लियो चौटा ल गाइज हेर्ने यहाँ मेरो त पुरै चौटै निस्कियो यार हेट उतातिर आउँदै हेर्नु म त यस्तोमा छु कि फेरि आमामा कस्तो देखियो मलाई ए राम थेट यस्तो रगतै रगत भयो यार देवचुरी जान कम त गाह्रो छ यस्तो भयो गाएजी पुरै रगत भयो आमामा हेट अब चाहिँ हामी धोबा जान लाग्यो अब धोबारीमा कस्तो हुन्छ हेरौँ तर यस्तो बवाल छ यार यस्तो गरिमा नि यस्तो पुरै कुहिरोला है मस्तो छ अब चाहिँ म आउनु होला सायद अब खै यार थेट लास्टै झ्याउ क्या यार खुट्टा देखेर म साइकको भएँ यतातिर अरू खुट्टा पनि टोकिया क्या अरू खुट्टा टोकेर हिँड्छ एउटा खुट्टा चाहिँ टोकेर रहेछ क्या यहाँ हात पनि टोकेको थियो कता कता टोक्या उतातिर आइरहने ल बाई बाई गाइज अझै म हजुरहरूलाई उता गएर भेट्छु है त यहाँ सब अफरोड छ अब कचडा बाटो ल है त गाइज आजको लागि चाहिँ यति नै हुन्छ भ्लग किनभने मैले बिचतिर भिडियो बनाउन पाएन त्यही भएर मैले ब्याकग्राउन्ड साउन्ड हालिरहेको छु हजुरहरूलाई कस्तो लाग्यो भ्लग लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला नेक्स्ट भ्लगमा भेटौँला है त सी यू गाइज बाई बाई